सरसफाई गर्न गइरहेको त्यो बेला पाँचपोखरी फाँटपाल गाउँपालिका न्यू भिजन नेपाल आजको नेपाल लगायत भुटान र यहाँको कर्मचारीहरू आदरणीय सरहरू म्यामहरू हुनुहुन्थ्यो र उहाँहरूसँगै त्यो अवसर पाउँदाखेरि हाम्रो दिपेन्द्र सर पनि त्यहाँ हुनुहुन्थ्यो, मुकुन्द सर हुनुहुन्थ्यो, उहाँ सरको नाम त्यसो भने हुनुहुन्थ्यो। त्यति बेलाबाट फेरि मैले पाँचपोखरी सरसफाई गरिन मेरो जीवनका थुप्रै भोगाइहरू र तिता मिठा जे जस्ता पलहरू थिए त्यसलाई मिल्काएर मिठा अनुभवहरू समेट्ने मार्ग तयार गरेछु र तेस्रो पटक म पाँचपोखरी पुगेँ 2080 साल शिवरात्रिको अवसरमा। त्यति बेला मैले मेरो मार्ग खोज्नको लागि म त्यहाँ पुगेछु र महादेवले मलाई त्यो मार्ग दिनुभयो। त्यसपछि म यो योग यात्रामा छु र आज योग र ध्यान भन्ने बित्तिकै सबैभन्दा जीवनमा धेरै सुनिएको कुरा तर कहिले अभ्यास नगरेको कुरा जस्तो लाग्छ। हामी ध्यान 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 भनेर मलाई लाग्छ मैले चाहिँ जीवनमा कसैको गालीभन्दा धेरै ध्यान भन्ने शब्द सुनेको छु भन्ने लाग्छ। तर त्यो ध्यान चाहिँ वास्तवमा मैले कहिले गरेन अगाडिको त मलाई अनुभूति छैन, आजकल चाहिँ अनुभूति छ। त्यो हुँदा ध्यान होइन हामीले रिकल गरिने रहेछ। रिकल पनि हामी पेनिक रिकल गर्दा रहेछ। त्यो पेनिक रिकलबाट मुक्त पाउनको लागि ध्यान कस्तो गर्ने त भन्नको लागि यो संसारले चिन्दा हिमालयन साउन्ड भनेर चिन्ने र युरोपियनहरूले सिङ्गिङ बल थेरापी भनेर बुझ्ने र नेपालीहरूले ध्वनि चिकित्सा उपचार विधि भनेर ऋषिहरूको कुटीबाट विकास भएको यो ध्वनि चिकित्सा उपचार विधिसहित यहाँहरूसँग आज उपस्थित हुन पाउँदा म साँच्चीकै एक हिसाबले मलाई गर्व पनि लागेको छ। एक हिसाबले मैले तपाईँलाई त्यो आनन्द दिन सकिनँ भने मलाई कतै फेरि पाप लाग्ने हो कि भन्ने अर्को त्रास पनि छ। त्यो हुँदा म न्यू भिजन नेपालको अध्यक्ष अशोक शर्मा भट्ट यो आध्यात्मिक साहसिक सांस्कृतिक पर्यटन यात्रामा सहभागी हुँदै गर्दा आज यहाँ काठमाडौँ महानगरपालिका पाँचपोखरी फाँटपाल गाउँपालिका र हाम्रो न्यू भिजन नेपालको टिम साथै कल्चर विज्ञका साथीहरू र हामीसँग भारतीय दूतावासका एकजना कल्चर डान्सर पनि हुनुहुन्छ। उहाँहरू सबैलाई स्वागत गर्दै यहाँ कुमार सरसँग हार्दिक नमन गर्दै मैले धेरै भूमिका बाँधिन होला, मैले सामान्य मलाई लागेका र मैले पाँचपोखरीसँग मेरो लगाव थियो भन्ने कुरा मात्रै राखेँ। त्यति भन्दै अब हामी वास्तवमा त्यो ध्यानको अभ्यासमा छिर्नेछौँ। योग तपाईँले सधैँ गर्नुभएको छ। आज ध्यानको चाहिँ